दौड भन्यो, यो दुख्यो ऊ दुख्यो, बहाना मात्रै छ। जब तँभित्र बुद्धि नै थिएन भने यति ठुलो सपना किन देखिस्? किन देखिस् अनि किन देखाइस् झुटो सपना तेरो परिवारलाई? जब 5 रुपियाँको मेहनत गर्न नसक्ने पाजीले महिनाको लाखौं कमाउने सपना किन देखिस्, किन देखाइस्? सफलता र तेरो बीचमा दुईवटा कुरा छ, एउटा तेरो बहाना, अर्को तेरो सपना। जुन दिन तँलाई तेरो बहानाले जित्छ नि भाइ, त गइस खेर। जुन दिन तेरो सपनाले जित्छ त्यो दिन तसँग कुनै बहाना रहने छैन। दौडने कुद्ने मेहनत गर्ने केटाको हात खुट्टा नदुखेर लुडो खेल्नेको दुख्छ, क्यारम बोर्ड खेल्नेको दुख्छ। यो दौड अनि मेहनत तैले कुनै मेडल र सिल्ड जित्नको लागि गरेको होइन, यो त तेरो जिन्दगीको लडाई हो। जुन लडाईसँग तेरो भविष्य अनि तेरो परिवारको खुसी जोडिएको छ। तैले गरेको यो मेहनत कुनै दिन गएर तेरो परिवारको खुसी किन्ने माध्यम बन्नेछ। आज पनि तेरो परिवारले तैले देखाएको सपना पूरा हुने दिनको प्रतीक्षामा भगवानसँग प्रार्थना गरेर बसेको छ। उनीहरूको सपनालाई आँखैमा बिलाउन नदे भाइ।